हेलो नमस्ते वेलकम टु माई मिनी ब्लग। अब आज चाहिँ म खेतमा जाँदैछु कर्कलो टिप्नको लागि। कस्तो खाले रहेछ अहिले देखाउँछु ल। खेतमा पुगेपछि हेर्नु म चाहिँ अलिकति खेतको नजिकै आइपुगेँ। यहाँ चाहिँ बाटो फेरि खत्रै छ। बाटोमा चाहिँ हाम्रो भाइ भेटियो। ऊ चाहिँ टमाटर के बोक्दै ए काँक्रो र बोडी बोक्दैछ। उसले चाहिँ पसलको लागि हाम्रो पसल पनि छ नि त त्यहाँ माथि, अनि त्यही भएर बोक्दैछ। खेतमा जाने बाटो चाहिँ डेन्जर छ है साथीहरू। सर्प अनि सर्प अजिङ्गर सबै थोक आएर बोक्ला जस्तो छ। अब हामी यहाँबाट झर्नुपर्छ। यहाँबाट बाटो छैन, कता नागेर झर्ने चाहिँ थाहा भएन है। अब फाइनल्ली हामीले त्यो एउटा जङ्गल पार गरिसक्यौँ। जङ्गल पार गरेर अस्ति हामीले रोपेको धानबारीमा आइपुग्यौँ। हामीले रोपेको धान पनि देखाउँछु म तपाईँहरूलाई। एकछिन पक्नु ल, एकछिन पक्नुहोस्। यो चाहिँ हामीले अस्ति रोपेको धान। यो बाटो चाहिँ सबै हाम्रो। अनि यहाँ चाहिँ हाम्रो मकै बारी, अनि यहीँ छ कर्कलो पनि, यहीँ छ मकै पनि। यही दिनको लागि आएको हामी चाहिँ। बेला टिप्छौँ अनि लग्छौँ हामी। अब आकृति टिपौँ आत्मा मकैको पातले पाछ्यो। मकैको पातले यस्तो मकै फलेछ हाम्रो बारीमा ल न देखाइरहेको छु त। हाम्रो बारीमा चाहिँ यस्तो मकै फलेछ साथीहरू। हेर्नु आमा कति सेतो चाँदी जस्तो मकै फलेछ है। यस्तो रोपे थिएन जस्तो लागेको थियो, अर्कै रोपे जस्तो लागेको थियो फलेछ। मेहनत गऱ्यो भने के फल्दैन। यहाँ कर्कलोहरू पनि छन् टन्नै। आज चाहिँ मेरो व्रत हो नि त, अनि त्यही भएर मैले चाहिँ व्रतको दिन अरू तरकारी खादिनँ। कर्कलो र फर्सीको मुन्टा खान्छु। अनि यो चाहिँ टिप्नको लागि आएको। कहाँबाट टिपौँ भनेर थाहै भन्नु आएको। यता हेरि मकै छ, उता हेरि मकै छ, यता हेरि धानबारी छ। यो धानबारी चाहिँ हामीले एक हप्ता जति भयो रोपेर गएको। यतिको भारी छ हरियो हरियो। पहिलोचोटि त होइन नि। कर्कलो हाम्रो घरमा चाहिँ कर्कलो फेरि हाम्रो घरमा चाहिँ फेरि कर्कलो सबैजना मनपर्छ नि। कर्कलो भनेपछि सबैजना खुसी। यस्तो घारीमा पुगेँ म 5 मिनट। ए ल हेर्नुहोस् कर्कलो टिप्दै हुन्छ। यस्तो घारीबाट छिराउनु भयो मलाई। कर्कलो साथीहरू कति बेसी थियो किरा भयो पनि तपाईँलाई खाँदैन क्या। यो प्लास्टिक लगाएर के गऱ्यो यो? हिँड्नु न गाई के गऱ्यो? प्लास्टिक लगायो यस्तो गरेर सबै प्लास्टिक लगाएर प्लास्टिकले छोपेर यो सबै खाएको रे तारले खाएको रे चिसपु छिटै सबै प्लास्टिक हाले। म चाहिँ बाहिर निस्केँ। सरू मोमो चाहिँ कहाँ हुनुहुन्छ भन्ने कुरो भित्र छिर्नु भइसक्यो। हाम्रो यतातिर चाहिँ खेतको वरिपरि चाहिँ यस्तो धेरै टन्नेलहरू छ क्या। सबै यहाँ चाहिँ तरकारी खेतीहरू गर्नुहुन्छ मान्छेहरूले। काँक्रो, टमाटर, अनि बाटो चाहिँ यस्तो यस्तो हुन्छ है। यो चाहिँ पार गरेर जानुपर्ने हुन्छ। एकदमै नराम्रो बाटो छ। एक्लै आउनु चाहिँ डरै लाग्छ। यति धेरै तरकारी खेतीहरू हुन्छ क्या यता काठमाडौँमा चाहिँ। रोपेपछि फल्दिने यस्तो मजाले फलेर हुन्छ। यस्तो मजाले फलेका हुन्छन् कि टर्नेलोमा तरकारीहरू। अहिले चाहिँ यो बर्खा भएर बाटो चाहिँ एकदमै डेन्जर छ क्या। अरू त के होइन कि सर्प आउँछ कि भन्ने डर लाग्छ त्यसको नि मलाई चाहिँ। अस्ति नै चाहिँ मैले यो बाटोमा यत्रो ठुलो सर्प देखेर मेरो चाहिँ सातै गएको थियो। यो चाहिँ फर्सीको बोट, फर्सीको मुन्टा, फर्सीको मुन्टा छ है। यतातिर चाहिँ खेत रोपेका छन् सबैतिर। रोपेका छन्। यहाँ चाहिँ घर बनाएको साउन्ड आइरहेछ। बाटो चाहिँ होइन कतै कतै चाहिँ कति राम्रो छ, कता कतै चाहिँ यस्तो छ ल। हेर्नु त कसरी जाने हो यहाँबाट। अब हामी यस्तो हिलो बाटो जान सकिएला जस्तो पनि छैन। एउटा मलाई समाए छोटो मात्रै बनाएको चाहिँ अहिले। हामी चाहिँ त्यहाँ तल भत्किया पुल जान लागेको ल नि त। तर घामी लाग्दैन है। के साह्रो गर्ने बिहान भोलि पानी परिरहेको थियो। अब चाहिँ हाम्रो बारीमा चाहिँ हामीले बोडी पनि फलेको रहेछ। मैले पनि भर्खरै देखेँ। म धेरै खेतमा आउनु नि त।
काठमाडौँमा बसेर आफ्नो बारीको अर्ग्यानिक तरकारी अर्ग्यानिक धान खान पाइन्छ नि त साथीहरू। अब नि हेर्नु त गाइस कति मजाले धान रोपेछ यहाँ हामीले त नभनौँ म चाहिँ थिइनँ होइन। गऱ्यो भने चाहिँ केही नहुने भन्ने चाहिँ नहुने चाहिँ यो काठमाडौँतिर है। यहाँ चाहिँ मैले फर्सी पनि रोपेको थिएँ। फर्सी चाहिँ किन हो यस्तो मसिनो मसिनो भयो भने यस्तो मुन्टाहरू पनि खै मसिनो भयो किन हो यसलाई चाहिँ मल नपुग्यो हो के भएको हो यस्तो यस्तो भएर फलेछ मसिनो मसिनो भयो। लसुन पनि रोपेको थिएँ मैले यहाँ दिदी म भएर लसुन रोपेको थिएँ अस्ति नै पनि लसुनहरू सबै ओखालेर अनि अहिले चाहिँ धान रोपेको अनि यहाँ चाहिँ अलिअलि यसो हामीलाई रहर लागेको मकै रोप्न कर्कल चाहिँ एकदमै फेभरेट हो कि मेरो पनि अनि सबैजनाको हाम्रो परिवार फ्यामिलीको अनि किन्न पनि नपाउने यत्रो ठुलो डाँस हुने अनि त्यही भएर हामी चाहिँ आफै आफ्नो बारीमा मिहिनेत गरौँ फल्छ भनेर गरेको। अनि त्यस पछाडि यो के भन्छ होला बोडी भन्छ होइन यस्तो बोडी पनि फल्दैछ भर्खरै चिरा लाग्दैछ फल्छ होला सायद। अनि यहाँ हिरौला पनि छ त्यो पनि फल्छ होला यसको टाइम भएपछि। अनि यहाँ चाहिँ इनार अनि यो चाहिँ कर्कल हो यो चाहिँ यति धेरै आयो कर्कल चाहिँ मकै चाहिँ धेरै गरिनँ आज हामीले खाँदैनौँ बच्चाहरूको लागि मात्रै भनेर हामीले खानिदिन अनि दिन आउनु पर्ला दही चिउरा खानिदिनु बट्टका परेर हेर्नु न गाह्रो छ मलाई बेलुका खाना खाने कि दही चिउरा खाने भइरहेछ ल साथीहरू आजलाई बाई बाई यति नै। अब म यहाँबाट चाहिँ घर जान्छु घर गएर अनि अरू देखाउनु मन लाग्यो भने अरू केही काम गरेर देखाउँछु मन लाग्यो भने यति बाई।